राति एक्लै सुतेको बेला तपाईँले एक्लै स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ? तपाईँ गुप्तवास बस्नुन्जेल तपाईँ एक्लै हुने हो। तपाईँ जब संसदमा आउनुहुन्छ, सांसदहरू तपाईँको साथमा, संसद तपाईँको साथमा हुन्छ, छलफलको आधारमा हुन्छ। तपाईँ सकारात्मक पहल लिँदा, सकारात्मक स्टेप लिँदा सँगै संसद तपाईँको पक्षमा हुन्छ। तपाईँले गलत प्रक्रिया चाल्दाखेरि तपाईँको विपक्षमा सँगै संसद हुन्छ। गुप्तवासमा नबस्नुहोस्। मैले पनि रासोपाको कार्यालयमा जसले प्रधानमन्त्री बनाए, जुन दलले, आज त्यो कार्यालयमा प्रधानमन्त्री गएको देखेको छैन। यो मेरो चासोको विषय होइन, सम्बन्धित दलको चासोको विषय हो। तर म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो त्यो दलसँग तपाईँ टाढा हुने, जुन संसदले तपाईँलाई प्रधानमन्त्री बनायो त्यो संसदबाट टाढा हुने र राति एक्लै सुतेको बेला तपाईँले एक्लै स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ? मैले प्रधानमन्त्रीजीलाई यति भन्दै सम्माननीय सभामुखज्यूको फेरि पनि ध्यान आकर्षण गराउन